नमस्कार सबैलाई जय घन्टी सुनिएन जय घन्टी अझै सुनिएन जय घन्टी आदरणीय जनसमुदाय सबै यस शान्ति चोकमा उपस्थित हुनुभएका सबैलाई मेरो न्यानो नमस्कार तथा फेरि पनि जय घन्टी। आज म यहाँ तपाईहरुको माझमा भोट माग्नको लागि आएको छैन। म यहाँ तपाईहरुको माझमा भोट माग्नलाई आएको छैन। यसका दुई कारणहरू छन्। पहिलो कारण यो नेपाली जनता त्यसमा पनि यस शान्ति चोकमा आज उपस्थित हुनुभएका आदरणीय जनसमुदायसँग मैले भोट माग्नै पर्दैन। तपाईहरुले के मलाई दिइसक्नुभयो? आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा यो देश निर्माण गर्न सक्ने यो भ्रष्टाचारले जेलिएको हाम्रो यो राज्य संयन्त्र र अत्याधिक सार्वजनिक संस्थाहरूमा भएको भ्रष्टीकरण र दलीयकरणलाई रोक्नको लागि तोड्नको लागि एकजना सपूत जन्मियो यो देशमा। त्यो सपूतलाई स्वागत गर्नको लागि आज यो समुदाय यो शान्ति चोकमा उपस्थित भएको छ। के तपाईहरु राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्वागत गर्न आतुर हुनुहुन्छ? सुनिएन है स्वागत गर्नलाई। के तपाईले ती भागेका भरौडाहरूलाई प्रतिपक्षका रूपमा पनि देख्न चाहनुहुन्छ? अब यो देशमा प्रतिपक्षविहीन सरकार बन्दैछ, प्रतिपक्षविहीन संसद बन्दैछ। के तपाईहरु त्यसको लागि उपस्थित हुनुभएका सबैलाई म फेरि पनि भन्छु, हामीले चुनाव जितिसक्यौं। म मात्रै माग्दिन, त्यही पनि हामीले चुनाव जितिसक्यौं। हामीलाई एउटा मात्रै हामीले गर्नुपर्ने कर्तव्य छ। त्यो भनेको भोलिका दिनमा फागुन 21 गते तपाईहरुले हालेको मतको हाल्ने मात्र होइन, त्यो बाक्साको संरक्षण गर्ने जिम्मेवारी पनि त्यो कसको हो? के तपाईहरु त्यो बाक्साको संरक्षण गर्न तयार हुनुहुन्छ? त्यो बाक्सालाई जोगाउन हामी सक्छौं कि सक्दैनौं? त्यो भागेको सरकारले हिजोको दिनमा जस्तो राजनीतिक संस्कार यहाँ देखाउला नदेखाउला सक्छ कि सक्दैन? त्यही भएर आफूले हालेको मतको संरक्षण गर्ने जिम्मेवारी तपाईं हाम्रै हो। मन्त्रीको मालिक आइपुग्नुभएको छ। उहाँको यात्रा सहज गर्नको लागि प्रदेश पार्टीको सम्मेलनमा सम्पूर्ण नेपाली जनता के भन्छ? रूपन्देही के भन्छ?
यहाँ भन्नुपर्ने कुरा केही बाँकी छैन, गर्नुपर्ने काम मात्र बाँकी छ, गर्नुपर्ने काम मात्र बाँकी छ। आजको उपस्थिति 21 गतेको लागि म भोट मैले माग्न आएको होइन, म त एडभान्स बुकिङ गर्न मात्र आएको। यो क्षेत्रले सुलभ खरेललाई अत्याधिक भोट दिएर संसदमा पठाउनेछ र नयाँ इतिहास लेख्नेछ। त्यसैले म एउटा कुरा भन्छु, म एउटा कुरा भन्न चाहन्छु, सानो कुरा। यही नजिकै मलाई काल कोठरीमा सुन्न केही तपाईँको आँखाबाट बगेको आँसुको एउटा फोटा पनि खेर जान दिने छैन। यही घरबाट भविष्य खोज्न विदेश गएको छोरा जाँदा बाबुआमा रोएको आँखाको आँसुको एक टोको खेर जान दिने छैन। मरुभूमिमा आफ्नो भविष्य खोज्दै रोइरहेको युवा साथीको एक टोको आँसु खेर जान दिने छैन। सुशासन माग्दा संसद अगाडि ढलेको जेन्जी भाइ बहिनीको रगतको एक टोको खेर जान दिने छैन। मेरो भन्नु यति हो, 21 गते इतिहास लेख्ने हो। 21 गते Đây mai challenge mà hãy làm challenge đó là tin nào rồi. Hello mai challenge rồi. Ở đây rồi. Nó bagaimana rồi. Rồi. Mai. Yo tadi aku tahu lah bahwa dia mau begitu. Nanti malam kita
Rupan Gaudi, Jalanta.